विश्वकप 2026 मा सबैभन्दा बढी गोल गर्ने खेलाडी को बन्ला जस्तो लाग्छ? त्यही भएर गोल्डन बुट र गोल्डन बल योपालि मैले लियोनेल मेसीले उडाउँछन् विगत समयले। सबैभन्दा बढी गोल गर्ने खेलाडी को बन्ला जस्तो लाग्छ? अहिले चाहिँ अब भेनिसियस जुनियरले नै अब लगभग अहिलेको चाहिँ अब गोल्डन बुट चाहिँ पाउँछन् भन्ने कुरामा चाहिँ म ढुक्क छु है। सेमी फाइनलमा कुन टिम पुग्ला जस्तो लाग्छ तपाईँलाई? ब्राजिल ब्राजिल हजुर, अनि त्यस पछाडि चाहिँ फ्रान्स अनि पोर्चुगल र इङ्ल्यान्ड। ब्राजिलले चाहिँ अब सहजै चाहिँ जित पार्छ र छैटौँ पटक र विश्वकप जित्छ र यो 5वटा तारामा एउटा तारा चाहिँ किनेछ। प्लेन टिकट किन्ने शुद्ध पैसा नभएर मैले आमालाई आफ्नो गेम देखाउन सकेन भन्ने कुरा जुन भोजिनाले चाहिँ भनेका थिए त्यो कुराले चाहिँ एकदमै हट टचिङ भएको थियो। नमस्कार, म चाहिँ तुलचन्द्र बोडा। सधैँ जस्तो आज पनि फिफा वर्ल्ड कप 2026 को प्रिडिक्सनको विषयमा चाहिँ आज मैले एउटा भिडियो बनाउन गइरहेको छु र यो प्रिडिक्सनको लागि आज मैले दुईजना खेलकुद प्रेमीलाई चाहिँ बोलाएको छु। दुवैजना खेलकुद प्रेमीहरूलाई एकमुष्ट हाम्रो युट्युब च्यानलमा चाहिँ हार्दिक स्वागत हो। नमस्कार। धन्यवाद उहाँको। अब हाम्रो यो टप 8 को छनौटको लागि गेम सुरु भइरहेको छ अहिलेसम्म। टप 16बाट टप 8 को गेमहरू चलिरहेछ। यसमा चाहिँ फ्रान्स र मोरोक्को क्वार्टर फाइनलमा पुगिसकेका छन्। उनीहरूले चाहिँ स्थान बनाउन सफल भइसकेका छन्। अब बाँकी 6वटा टिम बाँकी छन् होइन सर? 6वटा टिममध्ये कुन टिमले चाहिँ टप 8 को चाहिँ स्थान बनाउन सफल होला न त क्वार्टर फाइनलमा पुग्न सफल होला? ब्राजिल र नर्वे मध्ये कुन चाहिँ यो टप 8 मा आउला? ब्राजिल होइन सर। अनि यो मेक्सिको र इङ्ल्यान्ड मध्ये अब ब्राजिलको विषयमा अलिकति हुन्छ। अब ब्राजिल किन आउँछ भने ब्राजिल विश्व फुटबल जगतमा ब्राजिलको अब त्यो विनिङ मेन्टालिटी भन्छ, सधैँ दबदबाहरू हुन्छ। अहिले पछिल्लो चरणमा पछिल्लो जुन तेस्रो लिगको म्याचमा पनि अब ब्राजिलले राम्रो खेल्यो होइन। अब भिनिसियस जुनियर राम्रो फर्ममा छन्, कुना राम्रो फर्ममा छन्, क्यासिमेरो राम्रो फर्ममा छन्। त्यही भएको भएर नर्वे पनि राम्रो छ, अन्डरडग टिम हो। तर के हो भने विश्वकप फुटबल भनेकै ब्राजिल र अर्जेन्टिनालाई छुटायो भने कता के नभएको जस्तो अनुभूति हुन्छ। त्यही भएर यसमा निश्चित रूपले मलाई ब्राजिल आउँछ। यो 90 मिनट भित्रै ब्राजिल जित्छ कि एक्स्ट्रा टाइममा जान्छ? 90 मिनट जित्छ, एक्स्ट्रा टाइममा जाँदैन। एक्स्ट्रा मिनट। अनि यो मेक्सिको र इङ्ल्यान्डमा यो चाहिँ म्याच एकदम टफ हुनेछ। अब किनभने मेक्सिको अहिले एकदम फर्ममा छ, उच्च लयमा छ। अब यतातिर इङ्ल्यान्ड पनि एकदमै फर्ममा छ। मेक्सिकोले आफ्नो होम ग्राउन्डको फाइदा लिन खोज्छ, फाइदा लिइरहेको छ। तर इङ्ल्यान्डमा अब अस्ति हेर्नुहोस् हेरिकनले कस्तो राम्रो 2वटा महत्त्वपूर्ण गोल गरे। अब धेरै गोल गर्ने सूचीमा उनी पनि चाहिँ अग्रपङ्क्तिमा रहेका छन्। त्यसै भएको भएर यसमा मेक्सिकोलाई इङ्ल्यान्डले हराउँछ। मेक्सिको चाहिँ आउँछ। अनि पोर्चुगल र स्पेनमा यो गेम चाहिँ यो सबैभन्दा प्री क्वार्टरको सबैभन्दा टफ, राम्रो, हेर्न लायक र कौतूहलता र इन्ट्रेस्टिङ म्याचको रूपमा सबैले हेरेका छन्। यसमा कस्तो छ भने अस्तिको नेसन लिगमा पोर्चुगलले चाहिँ स्पेनलाई हराएको छ। हजुर। तर युरो कपमा अब स्पेन च्याम्पियन भयो। त्यसैले अहिले के भनेको छ भने स्पेनलाई सबैभन्दा गोल्डन जेनेरेसन अहिलेका युवाहरूले स्पेनलाई युरो कप पनि जितायो, विश्वकप पनि जितायो। 2010मा पनि त्यस्तै भएको थियो। 2010मा वर्ल्ड कप स्पेनले जित्यो र 2012मा युरो कप स्पेनले जित्यो। इटलीलाई 4-0ले हराएको। त्यही भएको भएर स्पेनमा त्यो छ। अब मान्छेले अब फ्रान्स, अर्जेन्टिना, ब्राजिल अब अहिले आएका 4वटा टिम भनेको छ। तर मैले स्पेनलाई पनि दावेदारको रूपमा यसमा चाहिँ पोर्चुगल स्पेन आउँछ भन्नुभयो। स्पेन युएसए र बेल्जियममा अब अघि भने नि अब होम ग्राउन्डको फाइदा मेक्सिकोले ल्याएर जस्तै होम ग्राउन्डको फाइदा युएसएले पनि लिन्छ। युएसए उच्च फर्ममा छ, लिग म्याचमा 9 पोइन्ट ल्याएर वर्ल्ड कपको नकआउट चरणमा प्रवेश गर्ने 3-4वटा राष्ट्रमा युएसए पल्छ। तर के हो भने अब बेल्जियम पनि अब डार्क हर्स हो, युरोपको पावर हाउस हो। त्यही भएर यसमा मैले बेल्जियमकै पल्टा पारेको। अनि त्यसपछि अर्जेन्टिना र इजिप्टमा अब अर्जेन्टिना र इजिप्टका मोहम्मद साला र त्यो हर्किलियस भन्ने 2टा छन् प्लेयरहरू। अब तिनीहरू अब राम्रै छन्, वर्ल्ड कप हो भन्न चाहिँ केही सकिन्न। अब अर्जेन्टिना त अहिले चाहिँ विश्वकप जित्ने प्रबल दावेदार राष्ट्रको रूपमा त मैले लिन्छु। यसमा इजिप्ट र अर्जेन्टिनामा अर्जेन्टिनालाई मान्छु। स्विजरल्यान्ड र कोलम्बिया
कोलम्बिया आउँछ किनभने अब तपाईँले हिजो रातिको म्याच हेर्नुभयो फ्रान्स र उसको म्याचमा अब दक्षिण अमेरिकी राष्ट्रको फुटबल खेल्ने शैली नै छुट्टै हुन्छ कि अब ब्राजिलको शैली हेर्नुहोस् अर्जेन्टिनाको शैली हेर्नुहोस् पाराग्वेको शैली हेर्नुहोस् कोलम्बियाको शैली हेर्नुहोस् त्यही वस्तु भएर कोलम्बियाले यो उसलाई स्विजरल्यान्डलाई हुन्छ तर म्याच टप छ 50-50 छ तर अलिकति म फेभरेट अलिकति बायसनेस भनेको म कोलम्बिया लुइस डियाजको हेर्नुहोस् अहिले त्यसको त्यो पेस हेर्नुहोस् त्यसको त्यो रनिङ हेर्नुहोस् अनि कस्तो छ त्यही भएर कोलम्बिया अहिले पहेँलो जर्सीमा अमेरिकाका पुरा स्टेडियममा पहेँलो जर्सीले भरिएर कोलम्बियाले चाहिँ उसमा स्थान बनाउँछ। गेम क्वार्टर फाइनलको सिलेक्टको लागि चाहिँ गेमहरू चलिरहेको छ यसमा चाहिँ फ्रान्स र मोरोक्कोले चाहिँ क्वार्टर फाइनलको चाहिँ स्थान चाहिँ बनाइसकेका छन् दुईवटा राष्ट्रले। अब बाँकी 6वटा राष्ट्र बाँकी छन्। 6वटा राष्ट्रमध्ये अब कुन राष्ट्रले चाहिँ यो क्वार्टर फाइनलको चाहिँ स्थान बनाउन सफल होलान् तपाईँले भन्नुपर्ने हुन्छ। ब्राजिल र नर्वेमा कसले जित्ला? यसमा चाहिँ अब भन्ने कुरै छैन, सिधै ब्राजिलले जित्छ। ब्राजिल किन भन्दाखेरि आफैमा एउटा चाहिँ अब विश्वमा चाहिँ अहिले कुनै पनि देशले चाहिँ त्यो ब्राजिलले जतिको चाहिँ गोल वर्ल्ड कपमा हान्न पनि सकेको छैन र इतिहास बनाउन पनि सकेको छैन। हजुरको इतिहास हेर्नुहुन्छ भने सबैभन्दा बढी 5 पटक विश्व विजेता बनेको ब्राजिल हो। 1958, 1962, 1970, 1994 र 2002 गरेर 5 चोटि चाहिँ विश्व च्याम्पियन बनेको ब्राजिल पछिल्लो समयमा चाहिँ हामीले चाहिँ जुन 2014मा चाहिँ प्रबल दावेदारको रूपमा चाहिँ ब्राजिललाई लगेका थियौँ। अन्तिममा चाहिँ कोलम्बियासँग खेल्दाखेरि नेमार इन्जर्ड भइसकेपछि त्यस पछाडि बिस्तारै चाहिँ अहिले जुन हिजोको 2002 भन्दा अगाडिको झल्को दिने गरेर ब्राजिल चाहिँ अहिले 2026मा चाहिँ देखिएको छ। अब यसमा चाहिँ ब्राजिल चाहिँ अब यो सेमी फाइनल मात्रै नभएर फाइनलमा जाने टिम नै ब्राजिल हो भन्छु म। अनि मेक्सिको र इङ्ल्यान्डमा यसमा त अब मेक्सिकोको पनि गेम चाहिँ एकदमै राम्रो छ होइन। त्यही पनि अब इङ्ल्यान्डमा चाहिँ फेरि कस्तो छ भन्दाखेरि हेरी क्यानदेखि लिएर अब विश्व प्रसिद्ध अब फुटबलरहरू चाहिँ इङ्ल्यान्डमा भएको हुनाले फेरि यो युरोपको चाहिँ उर्वर भूमि भनेर इङ्ल्यान्डलाई चिनिन्छ होइन। त्यही भएर चाहिँ अब इङ्ल्यान्डले चाहिँ जित्ने इङ्ल्यान्ड नै भन्छु म यसमा। पोर्चुगल र स्पेनमा अब पोर्चुगल र स्पेनको कुरा गर्दाखेरि चाहिँ अब पोर्चुगलमा अब एकदमै नाम चलेका चाहिँ है अब रोनाल्डो हुनुहुन्छ। अब यता स्पेनमा चाहिँ हजुरको चाहिँ अब यता एमालहरू हुनुहुन्छ। अब 2018को वर्ल्ड कपमा चाहिँ आम्ने सामने चाहिँ पोर्चुगल र स्पेनको गेम भएको थियो। त्यसमा चाहिँ 3-3 बराबर चाहिँ अब स्पेन र पोर्चुगलको भएको थियो भन्दाखेरि 2025मा चाहिँ यिनीहरूको चाहिँ अब युएफए नेसनल लिगमा चाहिँ बराबर 2-2 को गोल बराबर हुँदै पछि चाहिँ गेम चाहिँ पेनाल्टी सुटआउटमा जाँदाखेरि पेनाल्टी सुटआउटबाट चाहिँ पोर्चुगलले जितेको थियो। त्यही भएर अहिले चाहिँ अब स्पेन चाहिँ यो वर्ल्ड कपको चाहिँ प्रमुख दावेदारको टिमको रूपमा लगिए तापनि तर पोर्चुगललाई पनि त्यसरी कमजोर रूपमा चाहिँ हामीले चाहिँ लिनु हुँदैन भन्ने चाहिँ मैले चाहिँ महसुस गरे हुनाले अहिले पोर्चुगललाई नै म छान्दछु। युएसए र बेल्जियममा युएसए र बेल्जियममा चाहिँ अब राम्रा प्लेयरहरू छन् होइन। अब युएसए फेरि आयोजक टिम भएको हुनाले अहिले चाहिँ उसले अब ग्रुप स्टेजको गेमहरू पनि एकदमै राम्रो चाहिँ आफ्नो प्रदर्शन चाहिँ अब देखाएर चाहिँ अब यो स्थानमा पुगेको छ। अब पक्कै पनि अब यो के हुन्छ भन्दाखेरि होम ग्राउन्ड हुनु भनेको फुटबलमा चाहिँ 11वटा प्लेयर हुन्छन् तर होम ग्राउन्ड भनेपछि यो दर्शकहरूलाई चाहिँ 12औं प्लेयरको रूपमा चाहिँ लगिएको हुनाले अहिले चाहिँ अमेरिकालाई काहीँ न काहीँ त्यो कुराले चाहिँ फाइदा चाहिँ दिने नै छ। त्यो सँगसँगै अब अहिले चाहिँ मैले चाहिँ अब बेल्जियमलाई नै रोज्छु भनौँ न। अनि अर्जेन्टिना र इजिप्टमा अब अस्ति हिजो मात्रै अब केप भर्डेसँग र हामीले अर्जेन्टिनासँगको म्याच चाहिँ अब फुल टाइम चाहिँ म्याच हेऱ्यौँ है। केप भर्डे भनेको एउटा जम्मा 5 लाख मात्र जनसङ्ख्या भएको देश अनि यो पहिलोचोटि अब वर्ल्ड कप डेब्यू गरेको टिमसँगको चाहिँ त्यो अलिकति त्यो गेम अनुसार हेर्ने हो भने इजिप्टको चाहिँ पल्ला भारी हुने स्थिति देखिन्छ। तैपनि अब अर्जेन्टिनामा चाहिँ अहिले एकदमै राम्रा प्लेयरहरू छन्। अब यो म्याचमा चाहिँ मैले अर्जेन्टिनाले नै जित्छ भनेर अनुमान गरेँ। अनि स्विजरल्यान्ड र कोलम्बियामा चाहिँ म स्विजरल्यान्ड रोज्छु। किन त भन्दाखेरि म पहिलेदेखि अब स्विजरल्यान्डको चाहिँ 2-4वटा म्याचहरू वर्ल्ड कप म्याचहरू हेरेको छु। स्विजरल्यान्डको चाहिँ अब खेल्ने तरिका एकदमै राम्रो भएको हुनाले अलिकति कोलम्बिया भन्दा नि स्विजरल्यान्ड चाहिँ जित्छ अब टप 8मा आउँछ होइन आउँछ। ल फेरि सरसम्मी गएँ म यो चाहिँ यो क्वार्टर फाइनलमा चाहिँ पुग्नै पर्ने टिम जो आज चाहिँ टप 32बाट अथवा टप 16बाट बाहिरिसकेको छ त्यस्तो कुन टोली लाग्छ जो टप 8मा पुग्नै पर्ने थियो त्यो टोली चाहिँ अहिले बाहिरिसकेको छ? कुन टोली लाग्छ त्यस्तो यहाँ आउनै पर्ने टोली? मलाई तपाईँले
भनेको मलाई जर्मनी लाग्छ। हजुर पहिलाको वेस्ट जर्मन थियो, पश्चिम जर्मन थियो, अहिले जर्मनी हुन्छ होइन। त्यो किनभने अब विश्वकपको सबैभन्दा बढी फाइनल खेलेको राष्ट्र भनेको जर्मनी, सबभन्दा बढी फाइनल खेलेको राष्ट्र भनेको जर्मनी। अब जर्मनीले अब तपाईँ 2014मा विश्वकप ट्रफी उचाल्यो होइन। अहिले पनि जर्मनीले पाराग्वेसँग टाइब्रेकर पेनाल्टी सुटआउटमा बाहिरिनु पुग्यो। अब जर्मनी जाँदाखेरि अब कता कता ल युरोपको ठुलै पावर हाउस विश्व कमब्याक गर्ने कन्ट्री गयो कि अब सबैभन्दा बढी गोल गर्ने हाम्रो माइरस क्लबको रेकर्ड तोडे। त्यो भनेको जर्मनीका प्लेयरहरू थोमस मुलर अहिले हार्वर्ड कति राम्रो खेलिरहेको थियो। अब त्यस्तो खेल्दा खेल्दै पनि अब जर्मनी गयो। जर्मनी भइदिएको खेल्नुपर्ने टिम हो, डिजर्भ गर्थे, ऊ सेमीसम्म डिजर्भ गर्ने, क्वार्टर फाइनलमा डिजर्भ गर्ने टिम हो। अब जर्मनी आउट मेरो लागि एकदमै सरप्राइज। के गल्ती गरे उसले, के कमजोरी गरेको थियो, के गल्ती गरेको थियो त्यहाँबाट बाहिरियो सर? अब तपाईँको अहिले पछिल्लो चरणमा जर्मनीको म्याच हेर्ने हो भने जर्मनीलाई गत वर्षको वर्ल्ड कपमा भनौँ भने साउथ अफ्रिका, गत वर्ष कि त्योभन्दा अघिल्लो वर्ल्ड कपमा साउथ कोरियाले हरायो, 2-0ले गरेर हरायो। जर्मनीले पछिल्लो चरणमा जुन जर्मन भनेर एउटा जर्मनको फुटबल खेल्ने शैली थियो, टोटल फुटबल खेल्थ्यो उसले कि। अनि अब उनीहरूको चाहिँ एट्याकिङ, उनीहरूको चाहिँ मिड, उनीहरूको डिफेन्स एकदमै उत्कृष्ट हुन्थ्यो कि। पछिल्लो चरणमा जर्मनीका टिमहरूका खेलाडीहरूदेखि पनि तालमेल मिलिरहेको छैन। अब मिडकोले अब जुन अगाडि अट्याक गर्नेलाई अब राम्ररी दिन सकेको छैन, त्यही भएर उनीहरूले बढी गोल गर्न सकिरहेका छन्। डिफेन्स पनि कमजोर भइरहेको छ। अब पाराग्वे जस्तो टिमसँग अब जर्मनीको टक्कर भनेको त ब्राजिल अर्जेन्टिनासँग हुने कि। अब पाराग्वेसँग टाई ब्रेकरमा हार्नु भनेको त्यो जर्मनीको त्यो जुन फुटबल स्पिरिट छ नि, त्यसपछि नै अब शङ्का मान्नु, सन्देह मान्नु जस्तो हो। त्यही भएर जर्मनी पुग्नै पर्ने राष्ट्र हो। जर्मनी भनेको अब विश्वकपमा सबैभन्दा बढी सेमी फाइनल खेलेको, विश्वकपमा सबैभन्दा बढी फाइनल खेलेको, 4 पटक विश्वकपको ट्रफी उचालिसकेको त्यस्तो देश हो। अहिले पनि यस्तो चाहिँ प्रतिभाहरू प्रोडक्ट जर्मनीमै भइरहेका छन्। त्यही भएर जर्मनी भन्नु मेरो लागि एकदमै सरप्राइज। फेरि म तपाईँसँग आएँ, तपाईँलाई कुन टिम लाग्छ जुन चाहिँ यो टप 8 अथवा क्वार्टर फाइनलमा पुग्नै पर्ने थियो तर विभिन्न के कारणले अब गल्ती अब के कारणले चाहिँ उनीहरू चाहिँ अहिले बाहिरिया छन्? मैले चाहिँ हेर्दाखेरि चाहिँ मैले अब जुन नेदरल्यान्डलाई चाहिँ यो देश यो टिममा चाहिँ राख्दछु होइन। नेदरल्यान्ड किन भन्दाखेरि आफैमा एकदमै राम्रो टिम थियो र विश्व कपको चाहिँ इतिहास हेर्ने हो भने 3 चोटि फाइनल खेलेर पनि वर्ल्ड कप जित्न नसकेको एकदमै अभागी टिमको रूपमा चाहिँ मैले लग्दछु होइन। अनि नेदरल्यान्डले चाहिँ अहिले चाहिँ एकदमै राम्रो गर्छ र क्वार्टर फाइनलसम्म जान्छ भन्ने कुरा चाहिँ जुन किसिमले चाहिँ मैले अनुमान गरेको थिएँ, त्यो चाहिँ उनीहरूको चाहिँ एउटा कुरा कहाँनिर चाहिँ अब मिस भयो भन्दाखेरि जुन मोरक्कोसँगको चाहिँ उनीहरूले चाहिँ अब गेम चाहिँ एकदमै राम्रो खेलेको होइन र लास्टमा आएर चाहिँ उनीहरूले पेनाल्टीमा चाहिँ चुक्नुको कारण नै अब उनीहरूको चाहिँ यो यात्राबाट चाहिँ समाप्त भयो होइन। त्यही भएर अहिले पनि मैले नेदरल्यान्ड नै आएको भए अलिक केही राम्रो हुन्छ कि भनेर चाहिँ सोचिरहेको छु। विश्वकप 2026मा सबैभन्दा बढी गोल गर्ने खेलाडी को बन्ला जस्तो लाग्छ? अब हेर्नुहोस् अहिले सिधा हेर्दाखेरि अब दुईवटा खेलाडी देखिएका छन्। अब क्लिन एम्बापेले 7 गोल हानेका छन्, अब मेसीले 7 गोल हानेका छन्। अनि त्यसपछि लिएर 7 गोल हानेका छन्। अब ह्यारी केन पनि पछि आछन्। यति इङ्ल्यान्ड फाइनलमा पुग्यो भने ह्यारी केन पनि त्यो दौडमा अगाडि पुग्छन् जस्तो लाग्छ। किनकि इङ्ग्लिस हुन्, स्ट्राइकर हुन्, अगाडि खेल्छन्। पेनाल्टी टेकर भनेको इङ्ल्यान्डको त्यो ह्यारी केन नै हुन्, यतातिर फ्रान्सको एम्बापे, यतातिर अर्जेन्टिनाको मेसी। अनि भएको भएर अब अझ स्पेसल गरेर टक्कर भनेको यी तिनटै बिच हुनेछ र मलाई जित्ने भनेको अहिलेसम्म मेसीले 2 चोटि गोल्डन 2014मा गोल्डन बल जिते, अनि 2022मा आएर गोल्डन बल जिते र अब गोल्डन बुट जित्ने पालो चाहिँ लियोनल मेसी जित्छ जस्तो लाग्छ। अनि उत्कृष्ट खेलाडी चाहिँ को बन्ला अन्त? उत्कृष्ट खेलाडी अब फाइनल जिताउने उत्कृष्ट खेलाडी बन्छ। अब यदि जहिले पनि त्यही हुन्छ, उसको फिफाको नियम त्यही हो। नियमै त्यही हुँदैन, हार्ने पनि जस्तो 2014मा जर्मनी र अर्जेन्टिनाको थियो फाइनल। जर्मनीले वर्ल्ड कप ट्रफी गरे तर त्यस प्लेयर चाहिँ उत्कृष्ट खेलाडी लियोनल मेसी भयो। 2022मा वर्ल्ड कप पनि जिताए, यतातिर बेस्ट प्लेयर पनि भयो। त्यस्तो चाहिँ हुँदैन। फाइनलमा सेमी फाइनलमा पुर्याउने होइन कि फाइनलमा पुग्ने दुईवटा राष्ट्र बिचको छनौट हुने हो। तर यसमा अब अनुमान गर्दा मेरो अनुमान यदि अर्जेन्टिनाले फाइनल खेल्यो र अर्जेन्टिनाले फाइनल जित्यो भने अब मेसीको अब स्कोर पनि राम्रो छ। अहिले वर्ल्ड कपमा सबैभन्दा बढी
एसिस्ट गर्ने खेलाडी खेलाडी लियोनेल मेसी भयो। लगातार वर्ल्ड कपमा 8 गोल गर्ने खेलाडी पनि लियोनेल मेसी नै भयो। 14वटा विभिन्न राष्ट्रहरूको विरुद्ध गोल गर्ने पहिलो व्यक्ति भनेको पनि लियोनेल मेसी भयो। त्यही भएकोबाट मलाई मेसीतर्फ यो अलिअलि पल्टाबारी छ। अब एम्बापे पनि आउन सक्छन्, अब त्यस्तै गरेर अब ह्यारी केन छन्, ह्यारी केन आउन सक्छन्। अब ब्राजिलको भिनिसियस जुनियरले पनि राम्रो गरिरहेछन् पछिल्लो चरणमा। अब त्यही भएकोबाट अहिले केही भन्न सकिँदैन, तर 1 नम्बरमा राख्दाखेरि मैले लियोनेल मेसी। अनि दुईटै एउटै खेलाडीले दिन्छ त त्यो गोल्डन बल र बढी गोल हाने भने त गोल्डन बुट पाउने भइहाल्यो नि त। बढी गोल हाने गोल्डन बुट पाएकोलाई गोल्डन बल पनि दिन्छ दिँदैन? गोल्डन बल पनि दिन्छ। दिन्छ है। त्यो इतिहास छ अहिलेसम्म एउटै गोल्डन व्यक्तिले बुट दुईटै पाएको। भनेको गोल्डन बुट भनेको सबैभन्दा बढी बढी गोल गर्ने खेलाडीलाई हो। गोल्डन बल भनेको उत्कृष्ट प्लेयरलाई हो। अब 7 गोल आफैमा भइसकेको छ। एम्बापेको पनि 7 गोल भएको छ, उसको 7 गोल भएको छ, ह्यारी केनको 6 गोल भएको छ। अनि अब वर्ल्ड कप खेलाए अथवा स्कोर गरे पनि नगरे पनि टिमलाई एसिस्ट गरे, टिमलाई ट्रफी उचाल्न लायो भने त गोल्डन बल पाइहाल्छ। त्यही भएर गोल्डन बुट र गोल्डन बल योपालि मैले लियोनेल मेसीले उडाउँछन् कि जस्तो मैले लाग्यो। अनि त्यसपछि उत्कृष्ट गोलकिपर चाहिँ को होला त? अब उत्कृष्ट गोलकिपर अब ठ्याक्कै अब फाइनलले निप्केल गर्छ। अब फाइनलमा मैले अब सुन्नुहोस् न, हिजो पाराग्वेको त्यो ओडोनल गिल हेर्नुहोस्, यो कति राम्रो गोलकिपर हो। जर्मनका 2टा पेनाल्टी, एउटा पेनाल्टी सेभ गरेको थियो। अनि यो उसको हाम्रो ब्राजिलको एडिसन यिनी पनि राम्रा हुन् गोलकिपर, उत्कृष्ट छन्। अनि प्लस अर्जेन्टिनाको अब एलिमिनो मार्टिनेज गत वर्ष 2022 में गोल्डन ग्लोभ जितेको। त्यही भएर अब फाइनलमा को पुग्छ? फाइनलमा मेरो विचारमा यदि अर्जेन्टिना र स्पेन पुग्यो भने एलिमिनो मार्टिनेज चाहिँ गोल्डन ग्लोभ पाउँछन्। फेरि पनि दोहोऱ्याउँछन् इतिहास। योपालि इतिहास धेरै दोहोरिएको छ, धेरै तोडिएको छ, धेरै रेकर्डहरू एकपछि अर्को ब्रेक भएको छ। त्यही भएको भएर एलिमिनो मार्टिनेजले लिन्छ कि जस्तो। अनि अब तपाईँतिर गएँ म होइन, विश्वकप 2026मा सबैभन्दा बढी गोल गर्ने खेलाडी को बन्ला जस्तो लाग्छ? अहिले चाहिँ अब यो किलिन एम्बापे र लियोनेल मेसी चाहिँ जुन अब 7-7 गोल गरेर अग्रपङ्क्तिमा छन् होइन, त्यो सँगसँगै अब पछाडिपट्टि चाहिँ अब पछाडिबाट चाहिँ अब हाम्रो भिनिसियस जुनियरले चाहिँ पछ्याइरहेका छन् होइन। त्यही भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिले चाहिँ अब जुन किसिमको चाहिँ विश्व बजारमा हो हल्ला चलिरहेको छ, त्यो बिल्कुलै त्यो कुरा चाहिँ अब एकदमै कायापलट हुनेवाला फरक हुनेवाला छ। अहिले चाहिँ अब भिनिसियस जुनियरले नै अब लगभग अहिलेको चाहिँ अब गोल्डन बुट चाहिँ पाउँछन् भन्ने कुरामा चाहिँ म ढुक्क छु है। र सँगसँगै अनि त्यसपछि उत्कृष्ट खेलाडी को बन्ला त्यसलाई? हजुरको यो मैले अब किन भन्दाखेरि मैले ब्राजिललाई नै सपोर्ट गर्ने भएको हुनाले होइन, फाइनलमा लगभग पुग्ने मौसम जस्तै छ है ब्राजिल। त्यही भएर अहिले चाहिँ अब के हुन्छ भन्दाखेरि उत्कृष्ट प्लेयरमा चाहिँ अब हजुरको चाहिँ म एन्ड्रिकलाई चाहिँ उत्कृष्ट ब्राजिलको एन्ड्रिकलाई चाहिँ उत्कृष्ट खेलाडीको रूपमा र चाहिँ अब गोल्डन बुटमा चाहिँ भिनिसियस जुनियर होइन, उत्कृष्ट गोलकिपरमा चाहिँ एलिसन ब्राजिल चाहिँ। अब यो मेरो चाहिँ अब व्यक्तिगत अनुमान। अब फेरि सरतिर गएँ म, यो विश्वकप फुटबल चाहिँ अहिलेको 2026को संस्करण पुरानै उयो ब्राजिल, अर्जेन्टिना, स्पेनले जिल्ला कि कुनै नयाँ राष्ट्रले उठाउला सर यो विश्वकप फुटबलको ट्रफी अहिलेको 26को? अब के छ तपाईँको? पुरानै राष्ट्रले उठाउँछन्। त्यसमा एउटा अब नयाँ आएको भनेको तपाईँको मोरक्को हो। हजुर, अब मोरक्को फाइनलमा पुग्ला नपुग्ला? मोरक्को फाइनलमा पुग्ला नपुग्ला हगि। अनि त्यसपछि लिएर इजिप्ट हो अहिलेसम्मको हालधारी। अब इजिप्ट हो, अनि प्लस स्विजरल्यान्ड र कोलम्बिया हगि। यी 4वटा राष्ट्र हुन् नयाँ राष्ट्र भनेका। अरू ब्राजिल पुरानै भयो, स्पेन पुरानै छ, अर्जेन्टिना पुरानै भयो, इङ्ल्यान्ड पुरानै भयो, अर्जेन्टिना पुरानै भयो, अनि फ्रान्स पुरानै भयो। अनि त्यही भएको भएर पुरानै राष्ट्र अब काया प्लट गर्नलाई कोलम्बियाले अर्जेन्टिना र ब्राजिललाई हराएर उपखण्डमा, अनि मोरक्कोले फ्रान्सलाई स्पेनलाई हराएर यतातिरबाट फाइनल पुगेर उलटफेर गरेको अवस्थामा। अनि अर्को मैले छुट्याएँ बेल्जियम हगि। बेल्जियम अब योभन्दा गत वर्षको संस्करणको वर्ल्ड कपमा सबैभन्दा गोल्डन जेनेरेसन भनेको अब अहिले जुगान छन्, लुकाकु छन्, अब त्यस्तो राम्रो छन्। अनि प्लस अब नर्वे पनि छ, नर्वे पनि छ हगि। अब यिनीहरूले उठान, तर यसलाई पुरानै राष्ट्रहरूले दबाउँछन्। पुरानै राष्ट्रको दबदबा हुन्छ जस्तो। पुरानै राष्ट्र जित्ने भनेको अर्जेन्टिना, स्पेन र ब्राजिल।
र अनि फ्रान्स के फ्रान्सलाई अहिले तपाईँले स्पेनले नै बिचमा सेमिफाइनलको बाटोमा कटाउँछ अनि ब्राजिललाई यता सेमिफाइनलमा अर्जेन्टिनाले रोक्छ अनि प्लस अनि स्पेन यतातिरबाट अर्जेन्टिना आउँछ म तपाईँतिर गएँ तपाईँलाई सेमिफाइनलमा कुन टिम पुग्ला जस्तो लाग्छ तपाईँलाई चारवटा टिम सेमिफाइनलमा अहिले मैले देखेको चाहिँ हाम्रो ब्राजिल ब्राजिल हजुर अनि त्यस पछाडि चाहिँ फ्रान्स अनि पोर्चुगल र इङ्ल्यान्ड हजुर इङ्ल्यान्ड होइन ब्राजिल फ्रान्स पोर्चुगल इङ्ल्यान्ड यो सेमिफाइनलमा पुग्छन् यी टिमहरू त्यसो भए अनि फाइनल चाहिँ को पुग्छन् त फाइनल चाहिँ अब फ्रान्स र ब्राजिलको हुन्छ है मेरो आफ्नो अनुमान चाहिँ ब्राजिल र फ्रान्सको हुन्छ अब त्यसमा चाहिँ अब ब्राजिलले चाहिँ अब सहजै चाहिँ जित पार्छ र 6औं पटक र विश्वकप जित्छ र यो 5वटा तारामा एउटा तारा चाहिँ किनेछ 6वटा तारा बन्छ त्यसो भए तपाईँले नि यो अहिले पनि पुरानै दावेदार टोलीले यो वर्ल्ड कप पुरानै अब नयाँमा चाहिँ अब मोरक्को टप 8मा पुगेको छ होइन त्यस पछाडि अरू अब लगभग पुग्ने अब तयारीमा छन् तर पुग्न सक्ने नसक्ने स्थिति चाहिँ अहिले नै यकिन गर्न सकिएको छैन मोरक्को पनि 2018मा चाहिँ अब लगभग चाहिँ अब है पोर्चुगललाई नै हराएर चाहिँ सेमिफाइनलमा प्रवेश गरेको टिम हो अब त्यहीमा पनि अब सेमिफाइनलबाट चाहिँ फाइनलमा चाहिँ जान सकेन होइन 18मा चाहिँ अब फ्रान्स र चाहिँ अब क्रोएसियाको चाहिँ फाइनल म्याच भएको थियो त्यही भएको हुनाले अनि र क्रोएसियालाई चाहिँ सजिलै अब फ्रान्सले जितेको त्यो कुरा हामीले देखेकै छौँ त्यही भएर अहिले पनि अब लगभग नयाँ टिमले चाहिँ अब वर्ल्ड कप जित्ने सक्ने कुनै पनि सम्भावना देखिएन उही पुरानै टिमको दबदबा चाहिँ अब कायमै रहन्छ अनि सर यो तपाईँले यो फिफा वर्ल्ड कप 2026को चाहिँ कुन पक्षले तपाईँको चाहिँ दिल छोएको छ सर अब विश्वकप भनेको होइन संसारको सबैभन्दा ठुलो इभेन्ट हजुर 850 करोड मान्छेहरू भएको यो धरतीमा सबैभन्दा लोकप्रिय खेल भनेको सबैभन्दा राम्रो इभेन्ट भनेको सबैभन्दा बच्चादेखि लिएर बुढादेखि लिएर महिलादेखि लिएर संसारका सबै मान्छेहरूले रुचाइएको खेल भनेको विश्वकप फुटबल हो र विश्वकप फुटबलमा यो संस्करणमा 3-4वटा नयाँ नियमहरू परिवर्तन गरिएको थियो जसमध्येमा अब सबैभन्दा ठुलो नियम भनेको 32वटा 48वटा राष्ट्र बनायो अब 48वटा राष्ट्र बनाउँदाखेरि अब मानौँ हाम्रो एसिया अफ्रिकाबाट पनि अफ्रिकाबाट 10वटा आएका थिए एसियाबाट 9वटा आएका थिए दक्षिण अमेरिकाबाट हरेकको कोटा बढेको थियो यसले गर्दाखेरि नयाँ राष्ट्रहरू खेल्ने अवसर पाएको थियो यो वर्ल्ड कपले र यो वर्ल्ड कपमा सबैभन्दा बढी गोल पनि किन भयो भने बढी राष्ट्रहरूले बढी खेल खेलाइएकै कारणले बढी गोल भयो फुटबलमा जति गोल हुन्छ त्यति फुटबल इन्ट्रेस्टिङ हुन्छ त्यति फुटबलको ब्युटिनेस कायम हुन्छ त्यही भएर यो मलाई यसको सबैभन्दा राम्रो पक्ष के लागेको भने अब नयाँ राष्ट्रमा चाहिँ अब 4000 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको समुद्री तटमा रहेको अब के पर्दै जस्तो राष्ट्र आयो जसको जनसङ्ख्या लगभग 6 लाख छ 5.5 लाख 6 लाख छ जसको खेलाडीले तपाईँले पनि म्याच हेर्नुभयो अघि तपाईँले उत्कृष्ट गोल्डन ग्लोभ कसले पाउँछ भन्दा मैले एलिमिनो मार्टिनेजले पाउँछ भने तर यदि खेलको प्रदर्शन हुन्छ अब के पर्दै फाइनलमा पुगेन क्वार्टरमा डिजर्भ गरेन सेमीमा डिजर्भ गरेन यदि ऊ गर्थ्यो भने भोजिनालाई नै पाउँथ्यो होला 40 वर्षका प्लेयर पोर्चुगलको दोस्रो टिमको क्लबसँग आबद्ध भइसकेका छन् त्यसको सम्झौता पनि तोडिएको छ स्वयं उनको आमा प्लेन टिकट काट्ने पैसा नभएर आउन पाउँदैन भनेपछि यो संसारको सबैभन्दा सुन्दर पक्ष होइन मलाई त त्यही राम्रो लाग्छ नेपालको क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर छ र त्यसको क्षेत्रफल 4000 वर्ग किलोमिटर छ नेपालभन्दा कति गुणा ठुलो छ अब हेर्नु अनि फुटबलले यही कुरा दिन्छ कि संसारले प्रतिभाहरू खुबीहरू क्षमताहरू अब लुकेका रूपमा सुकेका रूपमा लुकेका प्रतिभाहरू हुन्छन् भने संसारका कुना कन्दरा र काप्चाहरू समुद्र तटबाट यस्ता प्रतिभाहरूलाई उजागर गर्छ त्यो उजागर अहिले के बढेले गर्दा अर्जेन्टिनासँगको म्याच हेर्नु न यो विश्वकपको अहिलेसम्मको टुर्नामेन्टभन्दा सबैभन्दा उत्कृष्ट हेरेको सबैको मन दिल र दिमागलाई चाहिँ भाइब्रेट गरेको हल्लाएको खेल भनेको त्यो थियो कि त्यही भएको भएर यस्तो जुन के बढेले जुन खेल खेल्यो सुरुका लिगदेखि उरुग्वेसँग ड्र खेल्यो स्पेनसँग ड्र खेल्यो अर्जेन्टिनासँग 3-2 गयो एक्स्ट्रा टाइममा गेम लग्यो अर्जेन्टिनालाई हाच्छु पार्यो ऊ त ओल्ड च्याम्पियन हो नि अर्जेन्टिनालाई विश्वको अहिले 1 नम्बर 2 नम्बर दावेदारभित्रमा ऊ पनि त पर्छ तर पनि के बढे जस्तो राष्ट्रले यस्तो देखाउनु भनेको त अब संसारमा एकदम कुनामा हराएका सहरहरू हराएका देशहरू पनि अहिले संसारलाई हल्लाउनलाई
विश्वकप फुटबलको मञ्चबाट आउन सक्छ भन्ने कुरा यसले देखाएको चाहिँ हराएका खेलाडीहरूलाई पनि ल्यायो। हराएका खेलाडी अब भोजिनालाई ल्याए अब कता कता मैले त्यो अब त्यो न्युज हेरिरहेको थिएँ चेल्सीमा आबद्ध हुने भनेर पोर्चुगलको चाभेज भन्ने क्लबसँग दोस्रो डिभिजनको क्लब पोर्चुगलको अनि उसमा आबद्ध भएको त्यो सम्झौता पनि मतलब तोड भनेर समाप्त भइसकेको अनि 40 वर्ष उमेरले पनि 40 वर्ष अघि सबभन्दा बढी 42 वर्ष रोजर मिल्ला क्यामरुनकाले खेलेको थियो 40 वर्ष त्यो पनि गोलकिपर स्पेनसँग 7वटा सेभ गरे अर्जेन्टिनासँग 8वटा सेभ गरे मेसीका 2वटा फ्री किक गर्ने अनि अहिले उनी त 9 गोलमा पुग्छ नि त्यस्तो गोल रोक्नु भनेको त एउटा अलौकिक हो कि आउटस्ट्यान्डिङ के ऊ अर्कै ग्रहको मान्छे भन्दाखेरि त्यो उपमा दिँदाखेरि फरक पर्दैन त्यही भएर मलाई सबैभन्दा दिल छोएको यो वर्ल्ड कपको अहिलेसम्मको पक्ष भनेको यही लाग्छ। अनि तपाईँले चाहिँ यो फिफा वर्ल्ड कप 2026 को कुन पक्षले तपाईँको मन छोएको छ? मलाई चाहिँ सर्वप्रथम चाहिँ जुन स्पेन र त्यही केप भर्डेको चाहिँ गेम भइरहेको थियो अब स्पेनका सपोर्टरहरूले के भनिरहेका थिए भनेपछि केप भर्डे भनेको चाहिँ यो पहिलोचोटि वर्ल्ड कपमा डेब्यू गरेको थियो यसलाई चाहिँ कम्तीमा पनि 7-8 गोल चाहिँ हान्नेछ र केप भर्डेलाई चाहिँ असली पहिचान चाहिँ स्पेनले दिनेछ भन्ने कुरा जुन किसिमको चाहिँ यहाँ हल्ला सुनिरहेको थियो तर जुन भोजिनाले चाहिँ जुन किसिमको चाहिँ त्यो गेम प्रदर्शन गरे मैले पनि फुल म्याच हेरेको थिएँ होइन एकदमै सेभ गरेका थिए प्रत्येक बललाई चाहिँ तपाईँको स्पेनको प्रत्येक बललाई चाहिँ असफल बनाइदिएका थिए र त्योभन्दा पनि रोचक कुरो चाहिँ के थियो मलाई चाहिँ के लाग्यो भन्दाखेरि भोजिनाको इन्स्टाग्राममा चाहिँ जम्मा फलोअर्स चाहिँ तपाईँको 40,000 जति मात्रै रहेछ जब स्पेनसँगको चाहिँ त्यो 90 मिनटको गेम खेल्दै गर्दाखेरि भोजिनाको चाहिँ यो फलोअर्स बढेर चाहिँ कम्तीमा पनि 8 देखि 10 मिलियन पुग्यो र अहिलेको लेटेस्ट स्थितिमा हेर्नुहुन्छ भने तपाईँको 21 देखि 22 मिलियनसम्म चाहिँ भोजिनाको चाहिँ इन्स्टाग्राममा चाहिँ फलोअर्स छ जुन कि अब के बर्थडेमा चाहिँ जम्मा जनसङ्ख्या 5 लाख छ भनिएको छ भनेपछि कति गुणाले चाहिँ उनलाई चाहिँ यो विश्वभरिले नै फलो गरिरहेका छन् र सँगसँगै जो एउटा आर्थिक अभावको कारणले गर्दा चाहिँ आफ्नो आमालाई चाहिँ जुन अमेरिकामा चाहिँ भिजा प्लेन टिकट किन्ने शुद्ध पैसा नभएर मैले आमालाई आफ्नो गेम देखाउन सकेन भन्ने कुरा जुन भोजिनाले चाहिँ भनेका थिए त्यो कुराले चाहिँ एकदमै हट टचिङ भएको थियो किनभनेपछि एउटा छोराले आफ्नो आमालाई चाहिँ जुन किसिमको चाहिँ एउटा आफूले खेलेको गेम देखाउनको लागि जुन किसिमको एउटा प्रेस मिटमा चाहिँ उनले भनेका थिए पछि भन्दा बित्तिकै अमेरिकाले पनि एक किसिमको चाहिँ भिजा दिएर चाहिँ अहिले चाहिँ उहाँले हेर्नुभयो र सँगसँगै एउटा कुरा कस्तो भनेपछि स्पेन भनेको 2010 को चाहिँ वर्ल्ड कप विजेता हो अब अर्जेन्टिना भनेको 3 चोटि चाहिँ तपाईँको वर्ल्ड कप जितिसकेको देश राष्ट्र हो तर 3 चोटि जित्दै गर्दाखेरि एउटा केप भर्डे जस्तो भर्खरै वर्ल्ड कप डेब्यू भएको टिमसँग चाहिँ आछ्यौँ भएर यहाँ मैले त सुन्नमा एक्स्ट्रा टाइम भन्दा पनि यहाँ सुन्नमा के आइरहेको छ भन्दाखेरि यहाँ अर्जेन्टिना भनेर जति पनि उभिरहेका थिए हाम्रो साथीहरू उनीहरूले चाहिँ लगभग उनीहरूको हालत खराब भइसकेको थियो है तैपनि अब अन्तिम समयमा चाहिँ अब अर्जेन्टिनाले चाहिँ त्यति बेला अर्जेन्टिनाको भाग्य गतिलो थियो भन्नुपर्छ होइन अनि त्यो कारणले गर्दा अब त्यो नै भयो र सँगसँगै मलाई अर्को म्याच चाहिँ कुन मलाई एकदमै त्यो लाग्यो भन्दाखेरि तपाईँ हामीले सुनेकै हो DR कङ्गो भन्ने हाम्रो नेपाली सेनाहरू चाहिँ कङ्गोमा चाहिँ अब शान्ति सेनामा जाने यताउता गर्ने कङ्गो भन्ने देश अब आफैमा एकदमै होइन त्यो आफैमा आर्थिक रूपमा चाहिँ गुज्रिरहेको देश है तर इङ्ल्यान्ड जो कि अब मैले अघि पनि भने यो युरोपको चाहिँ फुटबलको उर्वर भूमि भनेर हामीले चाहिँ इङ्ल्यान्डलाई पनि चिन्दछौँ होइन एकदमै नाम चलेको लिभरपुल चेल्सीदेखि लिएर एथलेटिक म्याड्रिडदेखि लिएर हरेक मयू भन्ने क्लबमा चाहिँ तपाईँको चाहिँ रियल मैड्रिड बार्सेलोनादेखि हरेक क्लबमा चाहिँ चलेको एकदमै महँगा प्लेयरहरू चाहिँ इङ्ल्यान्डमा चाहिँ देख्न सक्यो हामीले चाहिँ तर DR कङ्गोसँगको म्याच चाहिँ इङ्ल्यान्डले चाहिँ सजिलैसँग जित्छ भन्ने एक किसिमको चाहिँ मान्छेले अनुमान गरिदिएको थियो तर त्यो गेम भनेको यस्तो चेन्ज भइदियो है सुरुमै DR कङ्गोले 7 मिनटमा गोल हान्दियो र 74 मिनटसम्म DR कङ्गोको चाहिँ खुट्टामा बल छ र कन्ट्रोलमा बल छ पछि चाहिँ अब त्यसैले भनिन्छ एउटा स्टार प्लेयर भयो भने लगभग भाग्य नभयो भने त्यो दिन चाहिँ जितिन्छ अरे के हो त्यस्तै भयो जस्तै हेरिकेनले चाहिँ पछि चाहिँ 75 मिनटमा र पछि अर्को 82-83 मिनटमा गोल हानेर चाहिँ लगभग 2 गोल हानेर चाहिँ धौ गरेर चाहिँ त्यो जिताएका थिए होइन म त्यो गेम र अब लगभग अहिले केप भर्डेको त म ठान्ने भइहालेँ होइन अनि यो गेमलाई चाहिँ मैले एकदमै यो वर्ल्ड कपको चाहिँ रोचक रूपमा चाहिँ लगेको छु ल दुवैजनालाई धन्यवाद सर हाम्रो चाहिँ यो च्यानलमा आइदिनु भयो अनि त्यसपछि पिटिसन गरिदिनु भयो आफ्नो मनमा लागेको विचारहरू
चाहिँ पोख्त गरिदिनु भयो धेरै धेरै धन्यवाद है दुवैजना हजुरलाई पनि धेरै धेरै धन्यवाद ल, हजुरलाई पनि अब- महत्त्वपूर्ण अब विश्वकपको गर्मा गर्मी मौसम भएको बेला हामीलाई ल्याएर हजुर। विश्वकपका एकदमै रोचक पक्षका बारेमा विश्वकपका विश्लेषणका बारेमा विश्वकपका राम्रा पक्ष नराम्रा पक्ष र एकदम फुटबललाई जुटिने देखाउने सुन्दर पक्षका बारेमा कुरा वकालत गर्ने सहकर्मी साथी मौका दिनुभयो, यसको धन्यवाद। ल तपाईँलाई अब यो रूपपाटन युट्युब च्यानल मार्फत चाहिँ अब हामीहरूलाई चाहिँ अब यो खेलमा यो वर्ल्ड कपको चाहिँ एकदमै माहौल अब तातिरहेको अवस्थामा चाहिँ उता अर्जेन्टिनाको सपोर्टर यता म चाहिँ ब्राजिलको सपोर्टरलाई चाहिँ सँगै एउटै फ्रेममा राखेर जुन किसिमले चाहिँ हाम्रा चाहिँ मनमा लागेका कुराहरू चाहिँ व्यक्त गर्ने अवसर दिनुभयो त्यसको लागि धन्यवाद। र अब तपाईँहरूलाई मैले फेरि एउटा के निमन्त्रणा दिन चाहन्छु भन्दाखेरि अब भोलि बिहान 1:45मा चाहिँ हाम्रो के अरे ब्राजिल र नर्वेको गेम छ। अब ब्राजिलले कसरी गोल हान्दो रहेछ चाहिँ त्यो तपाईँले हेर्न जरुरी छ, त्यो भएर हेर्न आउनुहुन चाहिँ मैले अहिले नै निमन्त्रणा दिन्छु। धन्यवाद। धन्यवाद।